सम्पूर्णलाई नमस्कार भन्न चाहन्छु। यहाँहरूले चाहिँ यो मरुभूमिमा पनि साग चाहिँ उमार्नु भएको छ। एकदमै उहाँहरूले चाहिँ सेवापूर्ण कार्य गर्नुहुन्छ। देख्न सक्नुहुन्छ नेपालमा पाइने साग, यो साग चाहिँ उहाँहरूले चाहिँ एकदमै टिप्न लाग्नु भएको छ। अनि उहाँहरूले चाहिँ यो पानी हालेर एकदमै सेवा गरेर ल हेर्छु है त, गरेपछि के हुँदैन रहेछ है। यस्तो मरुभूमिमा ढुङ्गा भएको ठाउँमा पनि साग चाहिँ उमार्न सफल हुनुहुन्छ उहाँ। विशेष गरेर हाम्रो दुईजना व्यक्तित्वहरू हुनुहुन्छ, एकजना उहाँ अनि एकजना उहाँ है। ल है, अहिले यो सागलाई टिपेर लगेर मजाले फ्राई गरेर अनि मजाले खाने आनन्द आउँछ है। ल यो साग एकदमै महत्त्वपूर्ण, स्वास्थ्यको लागि पनि महत्त्वपूर्ण छ है। तपाईँहरूले पनि यस्तो साग देख्नुभयो भने अनि यसलाई सेवा गरेर पानी हालेर उमार्न सक्नुहुन्छ है त। हवस् त, जय मसिह। यो पर रोड छ, रोडको जस्ट छेउमै है।